केटाहरू र केटीहरूमा डिफ्रेन्सेस छ जस्तो लाग्छ? शारीरिक मात्रै होइन, अरू कुराहरूमा फरक छ जस्तो लाग्छ? के फरक छ जस्तो लाग्छ? फिजिकल पावर, स्ट्रेन्थको कुरा होइन? स्ट्रेन्थ, बलमा केटाहरू र केटीहरू फरक हुन्छन्। अरू सोचाइ भनेको कसरी? पैसा कमाउँदाखेरि आफू डिपेन्डेन्ट भएपछि केटाहरू अलिक डोमिनेट गर्ने टाइपको हुन्छ, तर केटाहरू त्यसो गर्ने टाइपको। पैसा कमायो भने केटीहरूले केटाहरूलाई हेप्छ भन्ने टाइपको? खालि बाहिरदेखि इफेक्ट मात्रै हेरेर हुन्न कि, भित्र के भएको हुनसक्छ भनेर पनि सोच्नुपर्छ मेरो विचारमा। यदि त्यस्तो इन्सिडेन्ट भइरहेछ भने हामीले के बुझ्नु पऱ्यो भने धेरै सयौँ वर्षबाट उनीहरू इकोनोमिकल्ली उनीहरूको हातमा पैसा नहुने स्टेटबाट आएको हो नि त, हो? कहिले पनि उनीहरूको हातमा पैसा नहुने श्रीमानसँग माग्नुपर्ने अवस्थाबाट आएको हो। अनि यदि त्यति लामो वर्षदेखिबाट चाहिँ कहिले पनि उसले इन्डिपेन्डेन्ट, फाइनेन्सियली इन्डिपेन्डेन्ट उसले फिल नै गर्न पाएन भने, अनि अहिले आएर वात्तै तपाईँहरूले यति धेरै केटी मान्छेहरूलाई चाहिँ जागिर अनि उनीहरूले यति धेरै पैसा कमाउने चाहिँ स्थिति भयो भने त्यो सोचाइ आउनु नर्मल होइन? मैले पनि सक्दो रहेछु त जस्तो लाग्नु नर्मल होइन? हामीले पहिलेबाट स्ट्रगल गरिरह्यौँ, पहिलेबाट हाम्रो हातमा पैसा आइरहने भयो, हामी त भर्खर पैसा कमाउँदैछौँ, तर पनि माइन्डसेट त हाम्रो त्यसो छ नि त, बुवा हजुरबुवादेखि सबैजनाले त्यसरी देख्दै आएको हो नि त हामीले। अनि अहिले आइसके पछाडि कुनै एउटा हामी नै छौँ भने फर इक्जाम्पल वर्षौँदेखिबाट हाम्रो बाउहरू पुरै दासत्वमा परेको, अनि अहिले आएर हामी मात्रै फर्स्ट जेनेरेसन हो जसले चाहिँ फ्रिडम महसुस गर्न पायो, जागिर खान पायो, जुन देश भन्छ त्यो देश जान पायो। फ्रिडम हामीले महसुस यदि गर्न अहिले आएर मात्रै पायो भने हामी फ्री हो भनेर चर्केर हामी बोल्छौँ नि, किनभने हामीले भर्खर पाछ नि त, होइन र? त्यो कुरा होइन। यो फाइनेन्सियल कुरामा मलाई कस्तो पनि लाग्छ भनेदेखि हेर्दाखेरि एकदमै स्यालो सुनिन्छ कि, पैसा भयो भने केटीहरूले मन पराउने, पैसा भएन भने केटीहरूले छोडिदिन्छ भन्दाखेरि कति खोक्रो स्वार्थी जैसन केटीहरू सुनिन्छ नि। तर त्यसरी अलि डेप्थमा सोद्धाखेरि मलाई त्यस्तो लाग्दैन। मलाई कस्तो लाग्छ भने अहिले एउटा केटी मान्छेले पहिला 1000 वर्ष अगाडि जो केटा मान्छे सामाजिक रूपमा स्ट्रङ थियो, जो केटा मान्छे फिजिकल्ली बलियो थियो, त्योसँग केटी मान्छेहरू आकर्षित हुन्थे। त्यो हुनुको बायोलोजिकल रिजन के हो भने भोलि गएर जब हाम्रो बच्चाहरू हुन्छ त्यो बच्चालाई चाहिँ यो स्ट्रङ मान्छेले चाहिँ सुरक्षा गर्न सक्छ भन्ने हो नि त, कोर कुरा त त्यो हो नि त, होइन त? तर अहिले हामीलाई फिजिकल स्ट्रेन्थको धेरै आवश्यकता छैन नि नर्मल डेली लिभिङमा। अहिले हामीलाई के को आवश्यकता छ भने हाम्रो फाइनेन्सियल सिक्युरिटी, हाम्रो फ्युचरलाई सिक्योर गर्नको लागि हामीलाई आर्थिक आवश्यकता छ नि, फाइनेन्स पैसाको आवश्यकता छ नि त। त्यसो भइसकेपछि त यदि कुनै उसले पनि जानेर गरे होइन, फेरि केटीहरू यदि पैसावालासँग अट्र्याक्टेड हुँदैछ भने उसले जानेर गरे होइन, ऊ भित्र बायोलोजीमा छ कि त्यो कुरा, उसले इन्टेन्सनली त्यस्तो गर्दैन, अटोमेटिक अट्र्याक्टेड हुन्छ कि, मलाई त्यस्तो लाग्छ। किनभने हजारौँ वर्षदेखि के छ, मेरो बच्चाको सेफ्टी जुन केटासँग चाहिँ म रिलेसनमा हुँदाखेरि, जुन केटालाई बिहा गर्दा मेरो बच्चाको भोलि सेफ्टी हुन्छ, म त्योसँग बिहा गर्छु भन्ने प्र्याक्टिस उनीहरूले गरेको 10,000 वर्ष भयो कि। अहिले आएर बलको ठाउँमा पैसा इम्पोर्टेन्ट देखियो, त्यस कारणले उनीहरू पैसातिर ढल्छन् भने त्यो तपाईँको लागि राम्रो। केही पनि फ्युचरै नभएको चाहिँ उसँग चाहिँ तपाईँको आफ्नै छोरी तपाईँले बिहा गर्नुहुन्छ त? आफ्नै छोरी चाहिँ बिहा नगराउने ज्वाइँ चाहिँ पैसावाला चाहिने, अनि आफू रिलेसनसिपमा भए मान्छेले चाहिँ केटीले चाहिँ तपाईँलाई किन पैसा नकमाएको, पैसा यसरी कमायो भने हाम्रो फ्युचर चल्दैन भनेर रिलेसनमा प्रब्लम आयो भने अब ऊ चाहिँ स्वार्थी भयो त? होइन नि। फोकस अहिले समाजको 9,000 10,000 कति हजार वर्षबाट हामी बाँचेको कसरी हेर्नुहोस् ल। हामी बाँचेको कसरी भने कम्युनिटी हुन्थ्यो, कम्युनिटीमा बसिसके पछाडि मात्रै हामी सुरक्षित हुन सक्थ्यौँ। अनि त्यो कम्युनिटीमा के हुन्थ्यो भने सबैभन्दा महत्त्वपूर्ण त्यो कम्युनिटीको सदस्य भनेको साना बच्चाहरू हुन्थे, किनभने उनीहरूले फ्युचरलाई होल्ड गर्थे। हामी त मरेर जान्छौँ, तर साना बच्चाहरू भविष्यको लागि भनेर उनीहरू चाहिँ सेन्टर हुन्थ्यो कि जहिले पनि। अहिले हामी बाँच्ने स्टाइलमा के छ, पुरानो मान्छेहरूको म जान्दिनँ, तर हामीले जुन कुरा अहिले सोसल मिडियामा देख्छौँ, के कुरा पढाइँदैछ, ढल्काउँदै लगिँदैछ भनेदेखि तपाईँको रिलेसनसिपको सेन्टर तपाईँ हो भनेर पढाइँदैछ के। केटी मान्छेहरूलाई पनि यो कुरा पढाइँदैछ, तिम्रो रिलेसनसिपमा तिमी ह्याप्पी छैन भने तिमी छोडिदेऊ, तिम्रो रिलेसनमा तिमी यस्तो भने तिमी यसो गरिदेऊ भनेर भन्दैछ।
धेरै नै दुःख पाएको अवस्थामा डोमेस्टिक भायोलेन्स अथवा इमोसनल त्यस्तो खाले भायोलेन्स भर्बल चाहिँ अब्युज त्यस्तो भएको सिचुएसनमा छोड्नुपर्छ त्यो मैले पर्दैन सही रहु मैले भने होइन। तर तपाईँको रिलेसनसिपमा कोरमा सबैभन्दा सेन्टरमा तपाईँहरूको बच्चा छ कि छैन त? यदि त्यो छ भन्ने रियलाइजेसन छ भन्ने बित्तिकै केटाले पनि एडजस्ट गर्नुपर्ने 100वटा ठाउँमा एडजस्ट गर्न रेडी हुन्छ, केटीले पनि एडजस्ट गर्नुपर्ने 100वटा ठाउँमा एडजस्ट गर्न रेडी हुन्छ। तर अहिले हामीलाई खोक्रो सिद्धान्त सिकाइन्छ, अनुभव नै हुन्न। टिभीमा मुभीमा कस्तो सटल खाले चाहिँ मेसेज दिइसक्या हुन्छ कि हिरोले हिरोलाई भेट्यो यसले यसो गर्यो, बाहिर हेर्दा केही न केही सामान्य कथा हो, तर भित्रबाट मान्छेहरूलाई साइकोलोजीमा चेन्ज गर्न मिल्छ कि यसरी लामो समयसम्म यो कुरा गराइँदैछ। अहिले त्यसरी गराइसके पछाडि के अब यो फाइनेन्सियल कुरा पनि मलाई यस्तो लाग्छ, हेर्नु है, यो आउट अफ टपिक भए पनि मलाई इन्ट्रेस्टिङ लाग्यो भनेर म तपाईँलाई सेयर गर्छु ल। जस्तो पहिला एकजना मान्छेले काम गर्ने, एकजना मान्छेले काम गरेको तलबले सबै परिवार चल्ने, ठिक छ नि, सबै परिवार चल्ने। तपाईँको एउटा फ्याक्ट्री छ, तपाईँले त्यसमा 100जना मान्छे कामदार राख्नुहुन्छ, त्यो 100जना कामदार तपाईँलाई पाउन गाह्रो छ, त्यो कामदारलाई जागिरमा राखिरहन गाह्रो छ, किनभने उनले छोडेर जान सक्छ, उनीहरूलाई तलब चित्त बुझेन भने। अब सिस्टम के भइदियो भने 100जना तपाईँलाई मार्केटमा पाउन गाह्रो थियो, अब 200जना एक्स्ट्रा कर्मचारी छँदैछ क्या मार्केटमा। त्यसो भएपछि तपाईँले के एडभान्टेज लिन मिल्छ त्योबाट भनेदेखि त्यो 100जना व्यक्तिहरूलाई तपाईँले कम तलब दिए पनि हुन्छ नि, किनभने त्यसले छोड्यो भने अर्को पाइहाल्छ नि त, अर्को पाइहाल्छ नि त, अर्को पाइहाल्छ नि त। भन्न खोजेको मतलब के भने पहिला एकजनाले काम गर्दाखेरि नै परिवार चलाउन तानतुन गर्नु पर्थ्यो, अहिले श्रीमान र श्रीमती दुवैजनाले काम गर्दा पनि परिवार तानतुन गराउनु परिरहेछ। भन्नुको मतलब त ठुल्ठुलो कर्पोरेसनहरूले अथवा सरकारले अथवा जे छ यिनीहरूले त के कुरा गर्न चाहिरहेछ भने सिधै बजारमा लेबरहरूको काम गर्ने मान्छे कर्मचारीहरूको त सङ्ख्या त डबल बनाइदियो नि त। केटीहरूलाई पनि कस्तो नराम्रो सुनिन्छ नि, जस्तो सिगरेटको एड आउँदाखेरि पहिला के भनियो भनेदेखि चुरोट जसले तान्छ त्यो फ्रिडम भएको महिलाहरू हो भनेर एडभर्टाइज गरियो के। उनीहरू धेरैवटा सेन्समा साइकोलोजिकली हामी बन्धनमा छौँ भन्ने स्टेटमा थियो नि त, त्यस कारणले उसलाई त चुरोट बिकाउनु थियो। त्यही भएर चुरोट जसले खान्छ तिनीहरू चाहिँ कुल अनि तिनीहरू चाहिँ फ्रिडमवाला चाहिँ फ्री वुमेनहरू हो तिनीहरू चाहिँ भनेर एडभर्टाइज गरियो कि। भनेको बुझ्नु भइरहेछ नि। भनेपछि ठुलो कर्पोरेसनहरूले यसरी चलाइरहेको छ यो चिजलाई। एडिक्सनको बारेमा पनि मलाई त्यस्तो लाग्छ, चाह्यो भने यसलाई हामीले सल्भ गर्न सक्ने समस्या हो, सल्भ गर्न नसक्ने समस्या छैन विश्वमा। मृत्यु मात्रै हो सल्भ गर्न नसक्ने समस्या, नभए जे पनि हामीले सल्भ गरेको छौँ नि कतिपय ठुलो डिजिजहरू। तर मेबी ठुलो कर्पोरेसनहरूले त्यो चाहँदैन होला कि, नभएदेखि यस्तो नहुनुपर्ने। नभएदेखि म एउटा रिकभरिङ एडिक्ट भएर अनि तपाईँहरू जो अहिले रिकभरिङमै हुनुहुन्छ उहाँहरूलाई मैले सिकाउनु किन पर्यो र मभन्दा धेरै नै ट्यालेन्टेड यो क्षेत्रमा पढ्नु भएको मान्छेहरू हुनुहुन्छ होला नि। तर अँध्यारोमा अनि ओझेलमा हो कि यो विषयहरू सबै। मैले जेनरली जे कुरा गर्न खोजेको भाइले त्यही रिलेटेड प्रश्न सोध्यो, त्यही भएर इसी भयो। मैले आज कुरा लागेको केटा मान्छेहरूको बारेमा, ठिक छ। केटा मान्छेहरू र केटी मान्छेहरूको सोचाइहरूमा फरक हुन्छ है। हामीले बराबरी होइन कहिले पनि भनेको होइन, बराबरी होइन। खासमा त मलाई त वेस्टर्न कल्चरमा जुन सिद्धान्त छ केटा र केटी बराबरी हो भने मलाई खासमा त्यो सिद्धान्त मन पर्दैन। मलाई त्यो किन मन पर्दैन भने हाम्रो कल्चर, हाम्रो रीतिरिवाज अनुसार केटी मान्छे भनेको त हामीभन्दा धेरै नै ठुलो हो कि, धेरै नै महान हो कि। रियालिटीमा है जेनरल इक्जाम्पल दिन्छु नि। अब हाम्रो शरीरमा चाहिँ यति ठुलो चाहिँ पेट, यति ठुलो सुन्निने भन्ने कि अब के भन्ने गर्भवती हुने हामी, अनि हाम्रो अङ्गहरू यसरी च्यातेर बच्चा निस्किने भएको भए सातो पुत्लो जान्थेन भनेको, जान्थेन। 2-2.5 किलोको हुन्छ त्यो बच्चा। यत्रो ठुलो पिलो निकाल्नलाई मान्छेलाई कति टेन्सन हुन्छ यहाँनिर। धेरै नै ठुलो कुरा हो नि। जसरी एउटा विश्व जित्ने जतिको क्रूर एउटा राजा छ नि, त्यो राजालाई पनि घोडा टेकाइदिन सक्छ एउटा सफ्ट बोल्ने केटी मान्छेले कि। केटी मान्छेमा त्यो पावर हुन्छ कि। त्यो सद्गुरुले एउटा कुरा सेयर गर्दै हुनुहुन्थ्यो होइन। सद्गुरु भनेको चिन्नुहुन्छ, इन्डियन गुरु हुनुहुन्छ नि। उहाँले सेयर गर्दाखेरि के भन्नु भने म सानो हुँदाखेरि मलाई बुवाले यो सिकाउनु भयो अनि त्यसको एकदमै ठुलो महत्त्व छ मेरो लाइफमा। तर मम्मीले के गर्नुभयो, मेरो आमाले चाहिँ के गर्नुभयो भने म सुत्ने तकियामा त्यो उन्न मिल्छ नि, उनेर चित्रहरू बनाउनु मिल्छ नि सिलाएर, त्यसरी सिलाउँदाखेरि एउटा सानो परेवा सिलाइदिनु भएको थियो। म यसरी सुत्दाखेरि त्यो परेवा मैले देख्थेँ। मेरो बुवाले मलाई सिकाउनु भएको हजारवटा कुराको जति ठुलो प्रभाव ममा अहिले परेको छ मेरो जीवनमा,
त्यसै गरी मम्मीले बनाएको त्यो सानो परेवाको पनि त्यत्तिकै ठुलो प्रभाव छ भने किनभने हामी खालि लजिकमा मात्र होइन हामी भावनामा हिँड्ने व्यक्तिहरू हो हामी मान्छे हो नि त है त्यस कारणले त्यो सेन्सबाट सोच्दाखेरि मलाई पास्टमा कति धेरै चाहिँ केटी मान्छेमाथि चाहिँ अन्याय गरियो त्यो कुराहरूलाई कहिले पनि हामीले डिनाइ गर्न सक्दैनौँ ऋण चुकाएर ऋण तिर्न सकिँदैन होला तर वेस्टर्न कल्चरले जुन केटा र केटी इक्वल हो भन्ने सिद्धान्त अहिले पुस गर्दैछ किनभने अघि मैले भनेको जस्तो उसले केटी मान्छेलाई पनि काम गराउन चाहन्छ भन्दाखेरि केटी मान्छेलाई दबाएको जसरी सोच्न मिल्छ अनि उनीहरूले धेरैवटा इन्सिडेन्ट्सहरूमा त्यस्तो अनुभव गरे होला तर मेरो अनि म जस्तो अथवा हामी जस्तो मान्छेको तिरबाट सोच्यो भने त हामी के चाहन्थ्यौँ भने त्यतिखेर अफिसमा एसी हुन्थेन त्यतिखेर गाडी चढेर अफिस जाने होइन त्यतिखेर माइन हुँदैन माइन खानीहरूमा गएर सुरुङ खनेर त्यहाँनिर खनेर त्यसरी काम गर्नुपर्ने हुन्थ्यो अनि हामीले के चाह्यौँ भनेदेखि हाम्रो श्रीमतीहरू हाम्रो आमाहरूले त्यो अनुभव गर्न नपरोस् तपाईँहरू घरमा सुरक्षित बस्नुहोस् म के गर्नुपर्ने त्यो गरेर ल्याउँछु भन्ने हाम्रो सिद्धान्त थियो नि त त्यसमा गलत केटा मान्छेहरू हुन्छन् जसले दुःख दिए जसले पैसाकोमा उनीहरूलाई फिल गराइदिए होइन जसले फिजिकली अब्युज गरे त्यो छैन मैले भनेको छैन तर 10% प्रब्लम छ भने 90% राइट पनि त छ होला नि त होइन तर अहिले त्यो कुराहरू प्रमोट गरिँदैन अहिले चाहिँ तिमीहरूमाथि अन्याय परेको छ तिमीहरूमाथि अन्याय परेको छ त्यस कारणले कस्तो सिकाउनु पऱ्यो भने इन अ सेन्स केटा मान्छेको विरुद्ध वरमा छ कि जेन्डर वर हो कि केटा र केटीहरू अहिले क्लासमा छ नि त त्यसो गर्दाखेरि एउटा राम्रो कम्युनियन एउटा राम्रो फ्यामिली क्रिएट हुन सक्दैन यसले स्यालो अनि सेल्फिस सिद्धान्तहरूलाई प्रमोट गर्छ तिम्रो रिलेसनसिपको सेन्टर तिमी हौ सबैभन्दा इम्पोर्टेन्ट तिमी हौ भन्ने सिद्धान्तमा हामीलाई बाँच्न लगाउँछ योभन्दा अगाडि कहिले पनि कुनै पनि केटा मान्छेले सबैभन्दा इम्पोर्टेन्ट म हो भनेर सोचेन अहिले पनि तपाईँ राति सुतिरहनु भएको छ घरमा एउटाले खुकुरी घुमाउँदै चाहिँ ढोकामा लात हान्न गयो भने तपाईँ अगाडि जानुहुन्छ होला तपाईँ अगाडि गएर आफ्नो आमाको आफ्नो श्रीमती दिदीबहिनीको सुरक्षा गर्न खोज्नुहुन्छ होला खुकुरीले तपाईँलाई पनि काट्छ खुकुरीले तपाईँलाई पनि काट्छ तपाईँ कहीँ मार्सल आर्ट ट्रेन गरेर ब्ल्याक बेल्ट होइन तपाईँ तर पनि हामी सेक्रिफाइस गर्न चाहन्छौँ नि त तर यो कुरा त हामी अहिले हाम्रो दिदीबहिनीहरू यहाँ बसिरहेछ अनि कुनै केटाले आएर चाहिँ अभद्र व्यवहार गर्न थाल्यो असुरक्षित इन्भाइरोमेन्ट बनायो भने हामी जाँदैन चाहे त्यो हामीभन्दा बलियो होस् या कमजोर होस् कि बाल छैन कि किनभने यहाँ सुरक्षा गर्नुपर्ने छ उनीहरू हामीहरूभन्दा महान हो धेरैवटा सेन्समा हामी यसरी हाम्रो यो कल्चर हो नि हाम्रो ट्रेडिसन यो हो नि तर वेस्टले त्यसो भन्दैन वेस्टले मेरो विचारमा त विवाह भनेको के भन्ने कुरा नै चिन्दैन जस्तो लाग्छ मलाई उनीहरूलाई केटी भनेको के केटा भनेको के भनेर थाहा छ जस्तो मलाई लाग्दैन मैले भनेको बुझ्नु भइरहेछ त्यो भएर केटाहरू हामी भएर हामी त्योतिरबाट हामीले वर्ल्डलाई हेर्ने नजरिया नै फरक छ नि अहिलेको इक्जाम्पल कति खोज्ने हामीले आफैले गर्थ्यौँ पनि थाहा छ टाइटानिक जब डुब्न आँट्यो त्यतिखेर के भयो सबै केटीहरूलाई हामी पहिला बचाउँछौँ भनेर केटाहरू सिपमा बस्यो होइन र त्यसै गरी मर्यो होइन र त्यो हिरो लियोनार्डो डिक्याप्रियो के हो त्यसको नाम मर्यो होइन त्यसै गरी किन मर्नु पर्ने ऊ चाहिँ बाँच्यो अनि केटी चाहिँ मर भनेर छोड्दै भन्थ्यो नि त त्यसो गरेन नि किनभने केटीलाई बचाउनु पर्यो ताकि ऊ भित्र मेरो जुन बिउ छ नि त्योबाट भोलि नयाँ सृष्टि चल्छ नि त त्यस कारणले म नभए तापनि तिमी मभन्दा बढी चाहिँ भ्यालुएबल हो भन्ने हाम्रो सिद्धान्त हो नि सायद हामी अहिले यसरी एडिक्टेड भएर यहाँ बस्दाखेरि हामीले यो कुराहरू गर्न सुहाउँदैन होला हामीले जुन हिसाबले इमोसनल अब्युज गरेका छ नि त हाम्रो फ्यामिलीलाई जुन हिसाबले फाइनेन्सियली भर्बली फिजिकली अब्युज गरेका छ नि त्यो हिसाबले यो कुरा हामीले गर्न सुहाउँदैन होला तर मैले त्यो कुरा गर्न सुहाए पनि नसहाए पनि सत्य नै रहन्छ होइन सत्य नै रहन्छ नि त्यस कारणले केटाहरूको पर्सपेक्टिभबाट कुरा गर्नु पर्दाखेरि वर्षौँदेखिबाट मैले ड्याडीलाई एउटै टाइममा अफिस जानु भएको देखेँ अनि एउटै टाइममा अफिसबाट आउनु भएको देखेँ त्यतिखेर मम्मीले पनि जागिर खानु हुन्थेन म सानै हुँदाखेरि अनि यही खाले टपिकमा पडकास्टहरू यताउति कि विभिन्न कुराहरू म देख्थेँ अनि मैले कस्तो खाले पर्सपेक्टिभ बनाउँथेँ भनेदेखि कसरी यिनीहरूले केटी मान्छेहरूले चाहिँ दुःख पाए अनि केटा मान्छेहरूले चाहिँ मोज गरे भन्ने सिद्धान्त छ यिनीहरूको मेरो पर्सपेक्टिभ मैले सोचेको कुरा मेरो पर्सपेक्टिभबाट हेर्दाखेरि त मम्मी घरमा सुरक्षितसँग सेफसँग सफा सुग्घरी भएर बस्नु भइरहेछ
ड्याडी गएर काम गर्नु भइरहेछ एक दिन होइन, किनभने ड्याडीले कमाएर जति पनि मैले धेरैले त्यसो गर्छु, मलाई कमाएर जति पनि हामीले ल्याएको हुन्छौँ त्यो सबै मम्मीको हातमा दिएको मैले देखेको छु। अनि उल्टो 20-50-100 रुपियाँ मेरो पकेट मनी मलाई देऊ भनेर मागेको मैले देखेको छु। हामीले गरेको पनि छु होला त्यस्तो, होइन र? अनि फेरि टिभीमा अनि म्यागजिनमा अनि पडकास्टमा हेऱ्यो केटी मान्छेहरूमाथि अन्याय गर्यो केटा मान्छेले भनेर भनेको छ। अनि मिल्दैन त कुरा। मैले यसरी यो कुराहरू मैले सोचिरहन्थेँ त्यो बेलामा पनि है। अनि ड्याडीलाई मैले त्यसरी काम गर्न गएको देखिरहेँ अनि बिस्तारै ड्याडीको उमेर बढ्दै गयो। अनि अब रिटायर हुने भन्ने कुरा हुन थाल्यो होइन। अब 80 वर्षमा रिटायर छ, ड्याडीलाई गाह्रो हुँदै गइसक्यो नि त, उमेर बढ्दै गइसक्यो। 1 वर्षको कुरा हो, 20 वर्षसम्म सधैँभरि एकै ठाउँमा गएर घोटिरहन गाह्रो हुन्छ नि त। अनि रिटायर हुने म पनि अनि खुसी थिएँ, अब ड्याडी रिटायर हुनुहुन्छ, ड्याडी कुल भएर घरमा बस्नुहुन्छ, पिसफुल हुन्छ, सबै कुरा राम्रो हुन्छ भन्ने मेरो एक्सपेक्टेसन थियो कि। जब मेरो उमेर बढ्दै गयो आफूले कमाउने भनेको त्यही हो, आफ्नै सामान खान ठिक हो। त्यो कहाँबाट ड्याडीलाई कहिले हेल्प गर्न सक्यो र कहिले पनि सकेन कि, जे हो त्यो भन्नु बोझ हो क्या। अनि त्यसो गऱ्यो। अनि त्यसो गरेर ड्याडीको रिटायर जब हुने टाइम भयो, अलिअलि जब यो कुराहरू बुझ्दै गएँ अनि मलाई डर लाग्न थाल्यो। मलाई के कुराको डर लाग्न थाल्यो भने यत्रो वर्षसम्म त काम गर्न गइरहनु भयो, काम गर्दा हामीले काम गर्न गाह्रो भयो भनेर मेन्टालिटी राख्छौँ, काम गर्न नपरे इजी हुन्थ्यो भन्ने मेन्टालिटी राख्छौँ। तर समस्या कस्तो छ भने 20 वर्षबाट 25 वर्षबाट कुन हिसाबले ड्याडी ट्रेन्ड हुनुहुन्छ भनेदेखि त्यो काम ड्याडीले गरिरहनुहुन्छ। अनि त्यो काम गरेर ड्याडी फर्किँदाखेरि चोकमा मान्छेहरूले भीष्म सर नमस्कार भन्छ। भनेको मतलब ड्याडीको आइडेन्टिटी नै के छ भनेदेखि एउटा राम्रो शिक्षक भन्ने छ नि। हरेक दिन काम गर्नुभएको छ, 2 दिन 3 दिन त रिटायर भएर घरमा बस्नुभयो ठिक छ, तर 4थो दिनबाट त यस्तो शून्यता हुने हो जीवनमा, साइकीभित्र यस्तो खालीपन हुने भयो। किन त्यो हुने भयो भनेदेखि उहाँको लाइफमा अब मिनिङ रहेन नि। पहिला मैले यो गरेँ, पहिला मैले त्यो गरेँ भनेर स्टक भएर बस्छौँ है हामी पनि। अहिले हामीले पनि पहिला मैले यो गरेँ, पहिला मैले हामी गन्न लगाइरहन्छौँ हामी मान्छेहरूलाई। किन त्यो कुरा गर्छु भने अहिले चाहिँ म के गर्दैछु भन्ने छैन नि त। यो त एकदमै ठुलो प्रब्लम भयो। बरु पैसा नहुँदा केही फरक परेन, तर तपाईँको लाइफमा यदि मिनिङै भएन भने त ड्याडीलाई त कुनै हुन्छ नि डिप्रेसन जस्तो, एङ्जाइटी जस्तो अथवा त्यस्तो खाले केही प्रब्लम आउला कि भनेर मलाई डर लाग्यो। मैले भनेको कुरा बुझ्नु भएको छ किन यो कन्सर्न मैले राखेँ भनेर? किन यो कन्सर्न मैले राखेँ भने हामी केटा मान्छे भएको भएर भन्दाखेरि नराम्रो सुनिन्छ, तर हामी जे गर्छौँ हाम्रो पहिचान त्यही मात्रै हो। 19 वर्षको राम्री केटीले एउटा धनी व्यक्तिसँग बिहा गरेर उसको लाइफ सेटल बनाउन सक्छ, तर 19 वर्षको एउटा ह्यान्डसम केटालाई कसले हेर्छ र? उसको के भ्याल्यु छ र समाजमा, हायरार्कीमा के भ्याल्यु छ र? त्यो भएर पनि एउटा सिद्धान्तमा कस्तो भनिन्छ भनेदेखि केटीहरू जन्मिँदैखेरिबाट भ्यालुएबल हुन्छन् के। जन्मिँदैखेरिबाट उसको हजुरबुवा उसको बुवाले उसको खुट्टा ढोक्छ के। केटीहरू जन्मिँदैबाट भ्यालुएबल हो। उनीहरूको काम भनेको के मात्र हो भने त्यो भ्यालुलाई बचाइरहने हो। हामी जन्मिँदाखेरि भुका टुरिस्ट हो, हामीलाई कसैले केही बालिदिँदैन, हामी सबलाई ढोक्दै हिँड्ने हो होइन। अलिकति उमेर बिच 16, 17, 18, 20, 25 तपाईँ पुग्नुभयो भने नि तपाईँले केही काम गरेको छैन भने तपाईँलाई कस्तो टेन्सन हुन थाल्छ, घरमा भात निल्न गाह्रो हुन थाल्छ है। नराम्रो काम केही पनि गरेको छैन, गर्दै नै हुनुहुन्छ, फ्युचरको लागि पढ्ने ओर्ने के हो तपाईँको गर्दै नै हुनुहुन्छ। तर पनि तपाईँ 25 को हुनुभयो भने तपाईँ बुढो बाउले हड्डी घोटेर कमाएको पैसाले त्यहाँ भात पस्केर जब दिन्छ नि त्यो निल्न गाह्रो हुन्छ कि, चाहे घरमा कसैले केही भनोस् या नभनोस् कि। हामी त एडिक्ट भएर हामीले त यस्तो सुनिसक्यो कि नर्मल मान्छेले त्यस्तो सुनाए गएर झुन्डेर मर्नुपर्ने हो। हामीले त्यस्तो सुनेर पनि पचाएर बसेको हो। तर रियल कुरा के भने 25 वर्ष पुग्दासम्म तपाईँले केही पनि गर्नु भने तपाईँलाई आफ्नो घरमा तपाईँलाई बस्न गाह्रो हुन थाल्छ कि। हामी केटा मान्छे हो नि त, किनभने हामीले केही पनि भ्याल्यु क्रिएटै नगरेसम्म हाम्रो लाइफको मिनिङै छैन, हाम्रो मूल्य नै छैन क्या समाजमा। यसरी बाँच्नु खासमा सोच्दाखेरि धार्मिक सिद्धान्तले गहिरो हिसाबले सोच्यो भने यो राइट सुनिँदैन। तपाईँले जे गर्नुभयो त्यो मात्रै तपाईँको पहिचान हो भन्नु राम्रो होइन। हामी सबैको इन्ट्रेन्सिक एउटा भ्याल्यु छ नि, हामीले केही गरे पनि नगरे पनि। तर यथार्थमा ग्राउन्ड रियालिटीमा त्यस्तो छैन। ग्राउन्ड रियालिटीमा के छ भने तपाईँले के गर्नुहुन्छ भन्ने आधारमा तपाईँको मिनिङ छ। एउटा व्यक्ति बिहान 4 बजेदेखिबाट मन्दिरमा गएर घन्टी बजाउँछ भने, बिहान बेलुका दिउँसो ऊ सधैँभरि पूजापाठ गरिरहन्छ भने त्यो व्यक्तिलाई हामीले के भन्छौँ?
के भन्छौँ त्यो व्यक्तिलाई हामीले पुजारी भन्छौँ होला होइन र जसले सधैँभरि त्यसै गरेर पूजा गर्यो भने त्यसलाई पुजारी भन्छौँ होला अनि जसले बिहान उठ्ने बित्तिकै टोयलेट जानुभन्दा अगाडि पनि जोइन केलाउन थाल्छ उसलाई के भन्ने त दिनभरि हन्टिङ जानु पऱ्यो टाढा पारी फर्केर आयो रातभरि पनि जोइन केलायो अझ एक स्टिक यसरी केलाउने पनि होइन हामी त साथीहरू त्यहाँ पत्रिका ओछ्याउने हो यसरी भुइँमा होइन पत्रिका ओछ्याएर सबले केलाउने हो एकैचोटि यति जम्मा गर्ने हो अनि हामीलाई के भन्ने त हामीलाई अनि गजेडी नभन्ने त हामीलाई ट्वाके नभन्ने त बिहान उठ्ने बित्तिकै खाना बानी गर्न थालेपछि ट्वाके नभन्ने अनि त्योभन्दा हामीले नराम्रो कसरी मान्ने त हामीले नै क्रिएट गरेको आइडेन्टिटी त हो नि होइन र त्यो त एक्सेप्ट गरिदिनु पऱ्यो नि म त गजेडी हो म ढुस हान्दै हिँड्ने मान्छे हो कि यो एक्सेप्ट गर्नुको कति महत्त्व छ भन्ने कुरा हामी गरौँला तर अहिले प्रेजेन्टमा हामीले लाइफमा अहिले यो 2-4 दिन यहाँ बसिन्जेलको कुरा गरे होइन कि तर यो वर्षभित्र यो समयमा यो उमेरमा तपाईँले के भ्याल्यु क्रिएट गर्दै हुनुहुन्छ त